हाई गाइस, नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो यो भिडियोमा। अनि आज चाहिँ म यहाँ लन्चको भिडियो लिएर आएको छु। अनि हाम्रो लन्चमा चाहिँ आज बनाउँदै हुनुहुन्थ्यो मम्मीले बिरयानी। अनि बिरयानीको भात र चिकन चाहिँ पाकिसकेको थियो, त्यही लागि मैले भिडियो बनाउन सकिनँ। अनि यहाँ चाहिँ हुँदैछ बिरयानीको लेयरिङ। सबसे पहिला भात, चिकन, फ्राइड अनियन, ड्राई फ्रुट, पुदिना, घी, त्यसै गरी सेकेन्ड लेयरमा पनि सेम चिजले गर्नुभयो। अनि थर्ड लेयरमा पनि सेम। अनि हजुरहरु कोलाई बिरयानी मन पर्छ कमेन्टमा भन्नु होला। मलाई चाहिँ घरमै बनाएको होममेड बिरयानी मन पर्छ, मम्मीको हातको। आज पनि एकदम टेस्टी भएको थियो। अनि यो हाम्रो बिरयानी पनि रेडी हुनु लाग्यो। अब लास्टमा बिरयानी मसाला र दुध। अनि यस्तो टेस्टी देख्दै थियो बिरयानी। अनि साथमा थियो काँक्रा, आम, अनि मसिनो माछाको सब्जी, अनि दही। यहाँ पिता र भाइले पनि खानु स्टार्ट गर्नुभयो। अनि यो चाहिँ हो मेरो थाली। थालमा थियो दही, काँक्रा, आम, अनि यहाँ चाहिँ हो म। अनि अब खानु स्टार्ट गरे ल। अनि हजुरहरुलाई के कस्तो लाग्यो यो भिडियो कमेन्टमा भन्नु होला। मन पर्यो भने लाइक, कमेन्ट, फलो गरिदिनु होला।